आज चाहिँ घरमा पाहुना आउनेवाला छ, त्यही भएर साउनी र म खाना रेडी बनाउँदैछु। खाना चाहिँ सबै साउनीले नै पकाउनु भएको, तर यो डेकोरेसनहरू चाहिँ मेरो काम हो। मैले मिलाएर राख्ने, यताउति के गर्ने, कसरी राख्ने भनेर यो सबै राख्ने काम मेरो, बनाउने काम साउनीको हो। त्यही भएर मैले तपाईहरूलाई यो भिडियो बनाएर देखाउँदैछु। तपाईहरूले पनि आफ्नो घरमा पाहुना आउँदै हुनुहुन्छ भने पनि यसै गरी बनाएर अनि पाहुनाहरूलाई मजाले खुलाउन सक्नुहुन्छ। यो फुच्ची चाहिँ साउनीको नातिनी हो। अनि यहाँ चाहिँ भाँडाहरू चाहिँ एकदमै राम्रो राम्रो हुन्छ कि यहाँ चाहिँ अब त्यो भाँडाकै डिजाइन हेरेर पनि खाना नमिठो भयो नि होला जस्तो देखिन्छ, तर खाना पनि एकदमै मिठो थियो। हुन त म माछा मासु खाँदैन, माछा मासु नखाए पनि मलाई चाहिँ भेजिटेबल अनि त्यो भेज आइटमहरू चाहिँ एकदमै धेरै बनाउनु भएको थियो, त्यही भएर मैले चाहिँ मजाले खाएँ। तपाईहरूलाई कस्तो लाग्यो यो खानेकुराहरूको आइटम होइन? अनि यो खानाहरू चाहिँ कसरी बनाउने अनि के हालेर बनाउने, यो खानामा सबभन्दा मिठो बनाउने तरिका चाहिँ कसरी हो त्यो तपाईहरूलाई थाहा छ भने पनि कमेन्ट गर्नु होला। मलाई खासै खाना बनाउन चाहिँ आउँदैन। यो चाहिँ एकदमै यो भेजिटेबल मात्रै छ। यहाँ चाहिँ म एकदमै शुद्ध मासु केही खाँदिनँ, त्यही भएर म चाहिँ खाना बसेँ। खाना एकदमै टेस्टी छ, एकदमै मिठो छ। अनि तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। यदि तपाईहरूलाई मन पर्यो भने पनि सेयर गरेर धेरैभन्दा धेरै माया गरिदिनु होला है त।